म मरेर नगए पनि एउटा शहीद नभए पनि एउटा जिउँदो शहीद भएर अहिले जीवन यापन गरिरहेको छु। विभिन्न कठिनाइहरू छ। अहिले बैशाखेको सहारामा हिँड्नु एकजना साथी अनिवार्य चाहिन्छ। यस्तो लड्ने उठ्ने क्रम त कति जारी छ। तर मेरो शरीरको अनेकौं पीडाहरूलाई पनि बिर्सेर, कठिनाइहरूलाई बिर्सेर अहिले मैले एउटै मात्रै कठिनाइ भनेको, एउटै मात्रै दुःख भनेको यो देशलाई चाहिँ जुन हाम्रो मुद्दाहरू थिए, मागहरू थिए, सम्पूर्ण जेनजी पुस्ताको मागहरू थिए, तिनीहरूलाई चाहिँ कसरी पुरा गर्न सकिन्छ भन्ने एउटा त्यही हुटुटी मात्रै छ मलाई। म आफू कसरी ठिक हुने भन्ने हुटुटी भन्दा पनि म अहिले सम्पूर्ण जेनजी पुस्ताको हाम्रो मागहरू के थिए र ती मागहरू पुरा गर्नको लागि जुन त्यो 75-76 जनाले ज्यान गुमाउनु भयो र म जस्तो हजारौं युवाहरू घाइते हुनुभयो, अहिले पनि हस्पिटलको बेडमा छटपटाइरहनु भएको छ। उहाँहरूको भावनाहरू, मागहरू कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेतिर नै लागिरहेको छु। र